एउटा अध्यक्ष पदको रूपमा र हाम्रो सम्पूर्ण यो टिमलाई तपाईले जो विजय बनाउनु भएको छ, यो विजय भनेको हाम्रो होइन, तपाईहरुको। यस समूहलाई हामीले विगतका दिनहरुमा जस्तै अहिले पनि हामीले एक ढिक्का भएर जुन समूहलाई हामीले अगाडि लैजानु पर्ने हो, वनको विधान, नीति, नियम र कार्ययोजना अनुसार हामी सबै कार्य समिति एक ढिक्का भएर लाग्ने छौं र यस वनलाई सम्वर्धनको निम्ति हामी सबै कार्य समितिहरूले एक आपसमा एउटा सहज रूपको वातावरण बनाउने छौं र हामीले कार्यनीति र विधानको आधारमा रहेर हामीले यस फुलबारी सामुदायिक वनलाई यसबाट आउने आय स्रोतहरूलाई आम जनताको बीचमा, आम हाम्रा उपभोक्ता जीवहरूको बीचमा ल्याउने छौं र कुनै पनि काम गर्दा हाम्रो एउटा टिम बन्ने छ जहाँनिर हामी अहिले 12 जनाको कार्य समिति हामी छौं। यसमा अझै हामीले मनोनयन गर्नुपर्ने हुन्छ, यसमा हामीले सल्लाहकार जीवहरूलाई राख्नुपर्ने हुन्छ, लेखा समितिहरू बनाउन पर्ने हुन्छ। तसर्थ हामी सबैको सल्लाह र सुझावबाट, तपाईहरुको सल्लाहबाट हामीहरू अगाडि बढ्ने छौं र यस फुलबारी सामुदायिक वनमा भएका जति पनि गतिविधिहरू छन्, जति पनि क्रियाकलापहरू छन्, हामीले एक ढिक्का भएर चाहिँ लाग्ने छौं र यसबाट आएको आय स्रोत वडासँग समन्वय गरेर, नगरसँग समन्वय गरेर र प्रदेश केन्द्रमा जानु परे पनि हामीले वडाबाट सिफारिस, नगरबाट सिफारिस लिएर विविध कामहरू गर्नको निम्ति हामीले स्थानीय सरकारसँग पनि हामीले एउटा समन्वय गरेर मतलब जाने छौं। कुनै पनि काममा हामीले हातोमालो गरेर जाने छौं। वडा अध्यक्षज्यूसँग हामीले 50-50 70-30 70-40 को कार्यक्रम ल्याएर यस वडा भित्र भएका सम्पूर्ण विकासको निम्ति हामी वडासँग हातेमालो गरेर हामीले साथै हाम्रो यस फुलबारी सामुदायिक वन भित्र जब हाम्रो वन अहिले वैज्ञानिक वन व्यवस्थापनमा हामी गइसकेका छौं, जसलाई हामीले वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन भनेर हामीले वैज्ञानिक व्यवस्थापनको नाम दिएका छौं। जब म यो भन्दा पहिले अध्यक्ष बन्दाखेरि हाम्रा टोपबहादुर थापाजीले भनेको मलाई अझै पनि याद छ। त्यो समयमा उहाँले 3 काल चाहिँ आफ्नो अध्यक्ष खाइसक्नु भएको थियो र मलाई भन्नुभएको थियो, अहिले तपाईले यो अध्यक्षको जिम्मेदारी हामीले दिँदै गर्दा यो क्षेत्र विस्तार र चाहिँ वैज्ञानिक वन व्यवस्थापनमा लैजाने तपाईको जिम्मेदारी र मतलब रहनेछ। यसलाई तपाईले भरपूर जिम्मेदारीका साथ पूरा गर्नुहुनेछ भन्ने उहाँले चाहिँ मलाई एउटा जिम्मेदारी दिनुभएको थियो र यसमा हामी सबै उहाँहरू लगायत हामीले वन वैज्ञानिक वन व्यवस्थापन ल्याउनमा पनि हामी सफल भयौं र त्यो समयमा भारी रूपबाट हामीले समूहबाट पनि हामीले आय आर्जन गर्यौं र धेरै विकासका कामहरू भएका थिए। त्यसपछि हाम्रो जयलालजीले लिनुभयो, उहाँले पनि आफूले सकेसम्म सक्दो प्रयास विकासका कामहरू गर्नुभएको होला। पक्कै पनि आम जनताहरूलाई अनुभूति छ, उहाँले पनि आफ्ना दिमागले भ्याएसम्म आफ्नो जिम्मेदारीलाई पक्कै पनि पूरा गर्नुभयो होला। उहाँको कार्यकालका बीचमा हामी रहेर उहाँले फुलबारीलाई पनि यहाँ तक ल्याइसक्नु भएको छ। हाम्रो यस फुलबारी सामुदायिक वनमा यति हामीसँग आय स्रोत छ। अब यो हाम्रो 5 वर्ष कार्यकालमा हामीले वडासँग, नगरसँग समन्वय गरेर हामी यदि काम गर्दै र विकासको काममा हातेमालो गर्दै गयौं भने 5 वर्ष भित्रमा हामीले हरेक कामका विकासका काम गरिसकेपछि हामी वडासँग र हामी आम उपभोक्ता एउटा आम भेलाबाट हामीसँग भएको यति विकास गरेपछि अब यति करोड हामीसँग हाम्रो खातामा छ भनेर त्यो दिन पनि पक्कै आउँछ। म तपाईलाई भन्छु साथमा हामीलाई अब यो पैसालाई कहाँनिर लगाउने त भनेर हामीलाई त सोच्न पर्ने बाध्यता हामीलाई छ हुन्छ। किन भन्नुहुन्छ भने फुलबारी समुदाय भनेको यदि आय स्रोत छ यसमा, जुन एउटा वैज्ञानिक वनको यदि यो बन्द भएन भने तर केही तत्त्वहरू यस वैज्ञानिक व्यवस्थापनलाई बन्द गर्न पर्छ भन्ने केही साथीहरू पनि लाग्नु भएको छ। तर उहाँहरूलाई पनि हामीले, म पनि एउटा जिल्ला महासङ्घको वैज्ञानिक व्यवस्थापन महासङ्घको जिल्ला अध्यक्ष पनि हो र यसमा हामीले सबै सामुदायिक वनहरूलाई 117 वटा सामुदायिक वनको जिम्मेदारी पनि मेरो काँधमा छ जिल्लाभित्र।